त्यही राम्रो यही हो यही गोठमा राखेको चाहिँ पराल सराल छ नि माथि। पछिल्लो समय वैज्ञानिक आविष्कार र नयाँ नयाँ अनुसन्धानले मानिसको बौद्धिकतालाई त बचाएको देखिन्छ, तर समाज एकाङ्गी र भावशून्य हुँदै गएको अनुभूति हुन्छ। यसैको एउटा परिणाम हो सप्तरीका अग्निसाहिर कृष्ण सावरण गाउँपालिकाका उमाकान्त चौधरी। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ एकजना मानिसलाई 13 वर्षदेखि फलामे साङ्लोले जनावरलाई चाहिँ गोठमा बाँधेर राख्दाको पीडा कस्तो हुन्छ? चेन पुरा टाइट भएर त्यसपछि गडिएर त्यहाँ चाहिँ पुरा चेनको बिचबाट चाहिँ मासु पलाएर जसलाई भन्छ ग्राइन्ड टिस्यू कडा भएर बसिरहेको थियो। ग्राइन्ड टिस्यू चाहिँ नदुख्ने औषधि दिएर त्यसपछि काटियो, काटेर चाहिँ चेन चाहिँ त्यसपछि निकाल्न सकियो। निरन्तरको प्रेम र उपचार पश्चात अहिले उनको जीवनयापन पनि सामान्य बन्दै गएको छ। संविधानको धाराले हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको व्याख्या त गरेको छ, तर त्यसको कुनै पनि असर पर्दैन उमाकान्त जस्तोको जीवनमा। आज पनि कैयौं मानिस सडक गल्ली र सार्वजनिक स्थलहरूमा दिशा पिसाब र फोहोरको डङ्गुरमाथि लडिरहेका छन्। भोक, रोग, शोक र अभावको कारण विक्षिप्त जीवनयापन गर्न विवश छन्। सायद गर्न नचाहेर वा भावना नभएर हाम्रो देशको नेतृत्वले उमाकान्त जस्तोको जीवनको मर्म बुझ्न नसकेको पक्कै होइन। सायद यस्ता मानिस पनि मेरो देशभित्र छन् भन्ने कुरा नै हाम्रो नेतृत्वलाई थाहा छैन। राज्य बेखबर छ। हामी हात जोडेर यहाँहरूलाई बिन्ती बिसाउँछौँ कि यसरी पनि कष्टपूर्ण जीवनयापन गर्न विवश मानिसहरू कैयौं छन् तपाईँको देशमा भन्ने कुराको अनुभव गराउन यो भिडियो सक्दो सेयर गरौँ र हरेकले कमेन्टमा लेखौँ उमाकान्त जस्ता जीवन नै जोखिममा रहेका नागरिकहरूको संरक्षण र उद्धारभन्दा ठूलो जिम्मेवारी राज्यका लागि अरू के हुन सक्छ। सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवर्धनका लागि मानव सेवा आश्रम।